समुद्री सतहबाट 3578 मिटरको उचाइमा रहेको रानीसैन चौरीको वासस्थान मात्रै नभएर घोडा र भेडा बाख्राहरूको ताती लाग्ने क्षेत्र हो। साइपाल हिमालको फेदीलाई पहिले स्थानीयले रानीखर्क भन्ने गरे पनि अहिले यो ठाउँ आफ्नो अलौकिक सुन्दरताका कारण रानीसेनका रूपमा चर्चित छ। गाउँपालिकाको केन्द्र धुलाचौरबाट यहाँ पुग्न कम्तीमा 2 दिनको कठिन पैदल यात्रा गर्नुपर्छ। वरिपरि हिमाल र हरियो जंगलले घेरिएको यो उपत्यका समथरपाटन, सुन्दर हिमताल, अप्सराको कपाल जस्तै बग्ने झरना र सैपालबाट खस्ने हिउँ पहिरोको संगम स्थल हो। यार्सा गुम्बा, 5 औले र जटामसी जस्ता बहुमूल्य जडीबुटीको भण्डार मानिने यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ। यति सुन्दर हुँदाहुँदै पनि रानीसैन ओझेलमा परेको छ। भौगोलिक विकटता र प्रचार प्रसारको कमीले गर्दा यहाँ पर्यटकको उपस्थिति न्यून छ। रानीसैनसम्म पुग्न यातायातका लागि नेपालगञ्ज वा सुर्खेत हुँदै कर्णाली करिडोर र कोल्टी विमानस्थल प्रयोग गर्न सकिन्छ। धुलाचौरबाट जीवना, बौडी र लामपाटा हुँदै रानीसैन पुगिन्छ, तर बाटोमा होटेल र बस्ने सुविधा नभएकाले पर्यटकले बन्दोबस्तीका सामान आफै बोक्नुपर्ने बाध्यता छ। स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखे पनि केन्द्र र प्रदेश सरकारको पनि लगानी आवश्यक छ। सड़क पूर्वाधार, सहज पदमार्ग, होमस्टे र इको भिलेज निर्माण गर्न सके यसले हुम्ला र मानस सरोवर जाने पर्यटकलाई समेत आकर्षित गरी स्थानीयको आय स्रोत बढाउन सक्छ। यहाँ सुरक्षाको अवस्था कमजोर भएकाले प्रहरी चौकी स्थापना गर्न प्रदेश सरकारसँग सहयोग मागिएको छ। चौकी स्थापनाको विषय विवादमा भए पनि चौकीको आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। सुन्दरता र आकर्षकको हिसाबले रानीसैन धरतीमै नभेटिएको प्रकृतिको स्वर्ग जस्तै लाग्छ। पूर्व राजा महेन्द्रले रारा ताललाई स्वर्गकी अप्सरा भने जस्तै रानीसैनलाई पनि यहाँका बासिन्दाले अप्सराकै रूपमा वर्णन गर्दछन्। रारा जस्तै स्वर्गकी अर्की अप्सरा रानीसैनमा पर्यटकीय पूर्वाधारको विकास र प्रचार प्रसारको आवश्यकता भने पुरै खड्किएको छ।